नगरको ग्रिन क्रस हस्पिटलमा एक मृतकको कानबाट सुन गायब भएको छ। विराटनगरको रङ्गिली रोड स्थित ग्रिन क्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन गायब भएको विश्वनबाट बिरामी परेकी उदयपुर त्रियुगा नगरपालिका 7 की 40 वर्षीय सबिना दनवारलाई आफन्तले जेठ 1 गते ग्रिन क्रस अस्पताल भर्ना गराएका थिए। उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो। उपचारका क्रममा उनको दुवै कानमा सुनका मुन्द्रा थिए। मृत्यु लगतै एकाएक दुवै कानमा रहेको 1 तोला सुनको मुन्द्रा गायब भयो। आफन्तले कानको मुन्द्रा हराएको विषयमा प्रश्न गरेका थिए। सुनको मुन्द्रा हराएको स्वीकार गर्न मानेन। आफन्तले उपचारका क्रममा राखिएको अवस्थाको भिडियो देखाएपछि अस्पतालमा खैला बैला मचिएको थियो। अस्पताल प्रशासनले सीसीटीभी क्यामेरा फुटेज जाँच गरेपछि सुन हराएको पुष्टि भएको मृतक परिवारका एक सदस्यले बताएका छन्। बिरामीको मृत्यु घोषणा अघि पर्दा लगाएर इसिजी गर्ने क्रममा सुन चोरी भएको परिवारका सदस्यको आशंका छ। पीडित परिवारले खबर गरेपछि प्रहरीले सोधपुछ गरेको थियो। प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति मृतक परिवारलाई दिन तयार भयो। अस्पताल प्रशासनले आन्तरिक रूपमा छानबिन गरे भन्दै मृतक महिलाका परिवारका सदस्यले 1 तोला सुन बराबरको चेक काटेर दिएका छन्। यता अनलाइन खबर.com मा प्रकाशित समाचार अनुसार अस्पताल प्रशासनले यस विषयमा बोल्न अस्वीकार गरेको छ। अस्पताल सञ्चालक कृष्ण खवासले मृतकको शव पोस्टमार्टमका लागि प्रहरीलाई बुझाएको बताउनु भएको छ। आफू बाहिर रहेको बताउँदै उहाँले सुन चोरी भएको विषयमा बोल्न मान्नु भएन। मोरङ प्रहरी उपरीक्षक कवित कटवालले लासबाट सुन चोरी